Benefit of refinancing your mortgage loan. Number 1, lower your interest rate and monthly payment. जस्तो तपाईले घर क्लोज गर्दा जति रेटमा तपाईले इन्ट्रेस्ट क्लोज गर्नुभयो त्यो भन्दा अहिले मार्केटमा 1% लोवर छ भने तपाईले रिफाइनान्स गर्नु बेटर हुन्छ। नम्बर 2, सर्टेन योर लोन टर्म। जस्तो कि तपाईको 30 इयर्स mortgageलाई 15 अथवा 20 इयर्समा कन्भर्ट गर्नुहोस्। त्यसले गर्दा ओभर द लाइफ अफ द लोन लट्स अफ तपाईको इन्ट्रेस्ट चाहिँ सेभ हुन्छ। नम्बर 3, कन्भर्ट टु द फिक्स रेट। जस्तो कि तपाईको एडजस्टेबल रेट मोर्गेज हो भने त्यसलाई चाहिँ तपाईले फिक्स रेटमा कन्भर्ट गर्नुहोस्। नम्बर 4, क्याश आउट रिफाइनान्स। जस्तो कि तपाईको घरमा होम इक्विटी जम्मा भएको छ भने तपाईले त्यो इक्विटी चाहिँ निकाल्न सक्नुहुन्छ। नम्बर 5, रिमुभ द पिएमआई। जब तपाईको पेमेन्ट 20% भन्दा बढी पुग्छ त्यस्तो बेलामा तपाईले आफ्नो पिएमआई चाहिँ रिमुभ गर्न सक्नुहुन्छ।